लामो समयको मलेसियाको बसाइपछि मैले पनि एउटा मलेसियाको सानो हिल ताइसु हिल जाने नितो गरेको छौँ। अब हाम्रो यात्रा सुरु भइसकेको छौँ र माथिसम्म तपाईँहरूलाई वरिपरिका दृश्यहरू सबै देखाउँदै जानेछौँ र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब हामीले लगभग अब उकालोको बाटो सुरु गरिसकेको छौँ र यहाँनिर हेर्दाखेरि यस्तो रमाइलो ठाउँ देखियो कि सुरुवातमै अब यो बिचबिचमा पनि त्यस्तै रमाइलो राम्रो ठाउँ दृश्यहरू हुनेछ भन्ने आशा गरिराखेको छौँ। अब हामी यो यहाँबाट चाहिँ हामी अब हाम्रो यात्रा सुरु हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यहाँ चाहिँ नेपालका जस्तै गाउँका बाटो जस्तै सेम सानो साङ्ग्रो बाटो हुँदै अनि हिँड्नुपर्ने रहेछ। यहाँबाट हामी 3-4 जना साथीहरू छन्, कोही अगाडि छन् कोही पछाडि छन् र भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र मनोरञ्जन लिनुहोला। हरियो वातावरण छन्, हरियो वनजङ्गल अनि साङ्ग्रो बाटो नेपालको जस्तै। लगभग हामी अब उकालो बाटोमा आइपुगिसकेका छौँ र वरिपरि देखिने दृश्यहरू र त्यहाँका दृश्यहरू तपाईँहरूलाई देखाउँदै जानेछु र भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिरहनुहोला। लामो समयको मलेसियाको बसाइपछि आज चाहिँ हाइकिङमा आएको। यस्तो पसिनाले खलखल भइसकेछ। कहाँ आइपुग्यो अरे हामी? ताइसु। ल ठिक छ। अनि हिँडाइ कस्तो हुँदैछ? खै त गोठालो हिँडेको भन्छ केटाहरू। केही पनि देख्दिनँ फेरि। लगभग हामी चाहिँ अहिले हाइकिङको अन्तिम पोइन्टतिर आइपुगिसकेका छौँ। व्यवस्था राम्रै छ। यो चाहिँ 3 माइल यो चाहिँ अल्कोहल। ल जाम र बिस्तारै। ठाउँ चाहिँ रमाइलो लाग्यो होइन। हिँडाइ चाहिँ ल यतातिर 3 पानीको व्यवस्था पनि छ क्या हो। पुरै ड्रमहरू व्यवस्था छ। ल ओ पानी पऱ्यो भने हजुर यहाँको पानीमा खोइ त्यो मिनरल पनि गनाउँदो रहेछ। कस्तो गनाउने पानी बनाएर कम्प्लेन गराऊ क्या हो गएर कम्पनीलाई। हाम्रो एकजना सापडी मित्र पछाडि थियो। कता हो? घरको व्यवस्था त भइहाल्छ नि। यसो चर्पी व्यवस्थाको लागि पाएँ। यस्तो सिस्टम रहेछ क्या। जस्ताबाट पानी थाल्यो ड्रममा जम्मा गर्ने क्या। त्यो पानी परेको पानीलाई त्यसरी
रातो के हो यस्तो हाम्रो साथीहरू पनि कता हो रातो नउड्ने खालको बेलुन होला राति बोल्ने खालको बाटो चाहिँ राम्रै रहेछ यतातिर चाहिँ यतिको व्यवस्था त हाम्रो केही विभागले नि गर्न सक्दैन नेपालमा यतिको डाँडामा रिसोर्ट हुन्थ्यो होला ए रिसोर्टको व्यवस्था गर्नुपर्छ बिस्तारै धेरै ठुलो लगानी त गर्नु हुँदैन यो डाँडामा एउटा भ्यू टावर बनाइसक्थ्यो होला धेरै ठुलो लगानी गर्नु त हुँदैन 2-4 करोडको लगानी गरेर एउटा व्यवस्था चाहिँ गर्नुपर्छ ल लास्ट पोइन्ट हो जाउँ अलि माथि नै जाउँ त्यो भयो ल ल हामी चाहिँ लगभग धरतीको स्वर्गमा आइपुग्यो यस्तो राम्रो ठाउँ रहेछ यहाँतिर तर बादलले छेकेर केही पनि देखाएको छैन है यो हुसोको पछाडि के छ हौ हुसोको पछाडि हुसोको पछाडि हुसोको पछाडि अझै हुसो छ जम्मू त परसम्म म यसो भिडियो गर्छु आज चाहिँ हाम्रो हाइकिङ लगभग सक्यो अब चाहिँ हामी ओह्रालो झर्न लागिरहेको छौँ हामी चाहिँ रुमतिर फर्किन लागेको छौँ यस्तो रमाइलो ठाउँ रहेछ साथीहरू तपाईँहरू पनि आउनु होला यसो मनोरञ्जन दिनु होला डाँडाको टुप्पोतिर होइन दामी छ ठाउँ चाहिँ यस्तो रमाइलो ठाउँ रहेछ म पनि पहिलोचोटि आएको धेरै समयपछि बसेर लामो समयसम्म त्यति बस्दा बस्दै दिक्क लागेर अनि त्यही भएर 上次我去也是有吃那个什么白斩鸡呀、哇，还有他们讲一间点心店也是很好吃，这样我不知道。你老朋友已经宣扬了，什么地方一定要去。你在还要烧肉啊？ यस्तो दामी ठाउँ रहेछ नि यस्तो दामी सूर्य Belum habis kok. मैले माथि चढेर बडा खिचेको थियो त्यो आफैले रिक्स हुने काम त गर्नु हुँदैन जराहरू चढ्नु हुँदैन क्या कुनै फोक्करी गाडी खर्च कुद्दै फुस्नु तल ल